मोबाइल हेर्दै खाना खाने बच्चा नहेरी खाना छिर्दैन थापा होटलमा 250 मा भरपेट मटन खाना फ्याल्नेलाई 500 रुपियाँ जरिवाना। सही पकड़े हैं। नमस्कार साथीहरू, सब बढ़िया। स्वागत छ फेरि पनि मेरो अर्को नयाँ ब्लगमा। कल रात से कुछ नहीं खाया, बहुत जोर की भूख लगी है। बिहानको 9 बजिसकेको थियो। भोक यति जोडले लागेको थियो कि नास्ताले काम चल्नेवाला थिएन। अब त सिधै मासु भात नै चाहियो। हामी आइपुग्यौ विराटनगर बस स्ट्यान्डबाट भानु टोल छिर्ने बाटोमा रहेको थापा होटल। एउटै मिसन लिएर मासु भात। अंकल बाबु मासु भात रेडी छ, अझै 20 मिनट लाग्छ, भइहाल्छ। ओके। त्यति बेला मासु चाहिँ काँचै थियो र यता 20 मिनट कुर्नु पर्ने भएपछि हाम्रो टोलीको हालत बिग्रिन थालिसकेको थियो। भुजिया खानुहुन्छ? नाइ। मलाई पर्सनली यस्तो एभरेज होटल मन पर्छ, धेरै हाइफाई हुनै पर्छ भन्ने छैन। पैसा छैन भनेर होइन नि फेरि। तर मेरो ब्लग हेर्ने अडियन्सले कम पैसामा राम्रोसँग पेट भरि कहाँ खान पाइन्छ भन्ने जानकारी पाउनु पर्छ। आखिर भिडियो बनाएको नै भ्युअरलाई काम लागोस् भनेर हो। बात तो सही है। साँच्चीकै 20 मिनटमै खाना टेबलमा आइपुग्यो। म त छक्क परे। दाइ मासु सिज्यो कि पाकेन? मजाले पाक्यो। 20 मिनटमा मासु कसरी तयार भयो बे? नेपालमा समयमा काम हुने ठाउँ पनि रहेछ। अब हेर्नुस् त यो मासु भात बिहानैदेखि भोकाएको आँखालाई 5 तारे होटलको खाना जस्तै देखिँदैछ। अब सुरु भयो असली कार्यक्रम। रन फर लाइफ सकिएपछि इट फर लाइफ 250 रुपियाँमा खसीको मासु भात दाल सब्जी र मासुको झोलसँगै थपी खान पाइन्छ। तर खाना फ्याल्नेलाई 500 रुपियाँ जरिवाना छ है। अरे बाप रे। मोबाइल हेर्दै खाना खाने बच्चा, एकातिर मासु भात अर्कोतिर मोबाइल। निस्किँदैन त। केही पर्छ बाबुहरू? केही पर्दैन आन्टी। खाना ओभरअल राम्रो थियो, तर एकदमै वाह भन्न मिल्दैन। तपाईहरुले पनि यहाँको खाना खानु भएको छ भने कस्तो लाग्यो कमेन्टमा भन्नु होला। भेट्ने छु अर्को ब्लगमा। टाटा बाई बाई। मजा आयो।